हुन्छ फेरि पनि सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। म रेणुकाबाट अनि विशेष गरी म सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। आज फेरि पनि धेरै दिन बादमा तपाईहरुको बीचमा परमेश्वरको सन्देशलाई लिएर उपस्थित भएको छु अनि आशा राख्छु तपाईहरु सन्चै हुनुहुन्छ होला। जतिजना अघिबाट नै मसँग जोडिनु भएको छ अनि तपाईहरुको लागि मैले फेरि पनि परमेश्वरको वचन लिएको छु अनि आजको शीर्षक छ है विश्वास अनि काम। है तपाईले सही सुन्दै हुनुहुन्छ। आजको शीर्षक छ विश्वास र काम। तपाईले परमेश्वरलाई विश्वास गर्नुहुन्छ र तपाईको काम चाहिँ कस्तो भइरहेको छ। धेरैपल्ट हामीले प्रभुलाई विश्वास चाहिँ गर्छौं तर हामीले परमेश्वरको कामहरुमा गर्नमा हामी पछौटी भइरहेका छौं। तर म तपाईलाई आज परमेश्वरको वचनद्वारा विश्वास अनि कामको विषय लिएर म बोल्दै गर्दाखेरि है यहाँ तपाईले दोस्रो राजाको 4 अध्यायको 8 देखि तपाईले सबै पढ्नु भयो भने त्यहाँ हामीले एलिसाको विषय पाउँछौं अनि जो एलिसा अगमवक्ता भनेर तपाईले चिन्नुहुन्छ है। अनि एलिसाले चाहिँ एकजना स्त्रीसँगको भेटघाट भइरहेछन्। ती स्त्रीलाई म तपाईहरुलाई चिनाउन चाहन्छु अनि त्यो स्त्रीको नाम चाहिँ सुनाइमी हो। अनि सुनाइमी स्त्रीको विषयमा म तपाईहरुलाई के भन्न चाहन्छु भन्दै गर्दाखेरि आज जब पनि है एलिसा चाहिँ त्यो बाटो भएर जानु हुँदाखेरि आज एउटा त्यहाँ चाहिँ एकदमै असल दान पुण्य गर्ने एकदमै हृदय एकदम ठुलो भएको एकजना एकदमै अति नै असल भनौं न है एउटा स्त्री को नाम चाहिँ सुनाइमी भनेर हामी यहाँ बाइबलमा पाउँछौं। अनि एकदमै मलाई बाइबलमा हेर्दै जाँदाखेरि एकदमै मलाई मन परेको अनि एकदमै राम्रो लागेको मलाई असल स्त्री चाहिँ म सुनाइमीको उदाहरण लिन पाउँदा मलाई खुसी लाग्छ। किन भन्दै गर्दाखेरि यहाँ चाहिँ के भयो भन्दै गर्दाखेरि है सुनाइमी स्त्रीले चाहिँ आफ्नो श्रीमानसँग चाहिँ के एलिसाको लागि सल्लाह गरेको कुराहरू छ। अनि के भनेर सल्लाह गर्छ भन्दै गर्दाखेरि यहाँ हामीले दोस्रो राजाको 4 को 9 मा हेर्छौं भनेदेखि एक दिन त्यस स्त्रीले आफ्नो पतिलाई भनिन्, मलाई थाहा छ कि यहाँ सधैँ आउने मानिस परमेश्वरको पवित्र जन हुनुहुन्छ। अनि यसरी सुनाइमीले चाहिँ आफ्नो श्रीमानलाई भनिरहेको छ है सधैँ हाम्रो घरबाट भएर आउनुहुने चाहिँ मलाई थाहा छ उहाँ चाहिँ एउटा पवित्र जन हुनुहुन्छ भनेर सुनाइमी स्त्रीले आफ्नो पतिलाई भनिरहेछ है। 10 मा हेर्यो भने कौसीमा बारबेर गरेर तिनको निम्ति एउटा सानो कोठा बनाइदिउँ र त्यस कोठामा एउटा पलङ, एउटा टेबल, एउटा कुर्सी र एउटा बत्ती राखिदिउँ र तिनी यहाँ आउनु हुँदा यहाँ बस्ने गरून्। एक दिन जब तिनी आएर कौसीको कोठामा गएर विश्राम गर्न पल्टे तब तिनले आफ्नो चाकर गेजीलाई भने त्यस सुनाइमी स्त्रीलाई बोलाएर लिए है। अनि प्रिय म तपाईहरुलाई यो वचनद्वारा चाहिँ मैले पाएको आशिष चाहिँ के हो भन्दै गर्दाखेरि मैले विश्वास अनि कामको विषयमा गर्दै गर्दा सुनाइमी स्त्रीले चाहिँ पवित्र जन भनेर पहिलोचोटि उहाँले विश्वास गर्नुभयो। दोस्रो चोटिमा उहाँले आफ्नो श्रीमानलाई सल्लाह गरेको छ है हामी कौसीमा एउटा बारबेर गरेर एउटा सानो रुम बनाऊ, एउटा सिटिङ रुम बनाऊ, एउटा भनौँ एउटा गेस्ट रुम बनाऊ भनेर उहाँले सल्लाह गर्नुभयो। एउटा असल एउटा पवित्र जनलाई राख्नको लागि उहाँले जो चाहिँ एउटा सुनाइमी स्त्रीले चाहना गरेको छ आफ्नो पतिसँग रिक्वेस्ट गर्दै गर्दा उसले त्यहाँ बनाएको पनि छ प्रिय। अनि बनाएर त्यहाँ चाहिँ भनेको छ है त्यहाँ चाहिँ उसले के राख्ने इच्छा गरेको थियो भन्दै गर्दा एउटा पलङ, एउटा टेबल, एउटा कुर्सी अनि एउटा बत्ती पनि राखिदिउँ भनेर। अनि त्यहाँ चाहिँ मलाई मन परेको कुरा के हो भन्दै गर्दाखेरि साँच्चै नै है किनकि सुनाइमी स्त्रीले चाहिँ साँच्चै नै प्रिय दास है अगमवक्ता भनौँ एलिसाको लागि उहाँले त्यो कुरा गर्नुभएको छ। अनि एलिसाको लागि चाहिँ त्यहाँ चाहिँ के भनेको छ भन्दै गर्दा एउटा खाट बनाइदिउँ, एउटा कुर्सी राखिदिउँ, एउटा टेबल राखिदिउँ, एउटा बत्ती पनि राखिदिउँ भन्ने छ है। उहाँको सबै खाँचो कुराहरूलाई चाहिँ त्यहाँ सुनाइमी स्त्रीले चाहिँ बनाउने निर्णय गर्यो र उसले बनाएको पनि छ। एक दिन जब पनि त्यो बाटो भएर जाँदै गर्दाखेरि साँच्चै नै एलिसाले चाहिँ त्यो ठाउँमा के गर्यो भन्दै गर्दाखेरि है त्यो रुममा पसेर एलिसाले चाहिँ आफ्नो एसिस्टेन्ट गेजीलाई भनेको छ जा गएर सुनाइमी स्त्रीलाई बोलाएर लिए भनेको कुराहरू पाउँछौँ हामी त्यहाँ। अनि प्रिय म तपाईलाई के भन्न चाहन्छु भने आजको दिनमा यो वचनबाट तपाईलाई के भन्न चाहन्छु भनेदेखि तपाईले आफ्नो दास दासीको लागि अथवा आफ्नो प्रिय पवित्र जनहरूको लागि आफ्नो दासको लागि तपाईले के गर्नु हुँदैछ है। हामी सोचेर हेरौँ मण्डलीहरू धेरैपल्ट हामी विश्वास त गर्छौं तर कामलाई हामी गरिरहेको हुँदैनौँ। अनि मलाई लाग्छ है एउटा यसैयाको लागि यसैया
या अगमवक्तको लागि सुनामी स्त्रीले जति कार्यहरू गर्नुभयो नि यो कुराले गर्दाखेरि सिंहासनबाट पिताले सुनामी स्त्रीले गरेको कार्यलाई परमेश्वर देख्नु भएको छ। अनि यहाँ चाहिँ किन आज एलिसाले चाहिँ गेजीलाई भन्छ जाऊ गएर सुनामी स्त्रीलाई बोलाएर ल्याऊ। जब पनि त्यो रुममा पुग्दै गर्दाखेरि साँच्चै नै एलिसा चाहिँ त्यो बेडमा पल्टिँदै गर्दाखेरि उहाँले जुन आनन्द महसुस गर्नुभएको छ। अनि एलिसाले सायद है यस्तो कुराहरू सोच्नुभयो सुनामी स्त्रीले मेरो लागि यति साह्रो है खर्च गरेछ, जहाँ कि मलाई आज मेरो लागि बेड टेबल है कुर्सी अझै मेरो लागि बत्ती पनि राखिदिएछ भनेर यसरी एलिसा सायद हृदयमा धेरै खुसी हुनुभयो उहाँ। अनि यसै कारणले गर्दाखेरि केही म पनि गर्छु सुनामीको लागि भनेर एउटा पवित्र जन यानि कि एलिसाले पनि यो कुरालाई सोच्दै गर्दाखेरि आज सुनामीलाई जब गेजीलाई बोलाउनु पठाउँछ, गेजीले सुनामी स्त्रीलाई बोलाएर ल्याउँदै गर्दा यहाँ भनेको छ एलिसाले है साँच्चै नै म तिम्रो लागि के गरिदिउँ अथवा राजासित अथवा सेनापतिसँग के कुरा गरिदिउँ भनेर एउटा एलिसाले सुनामीलाई बताएको कुराहरू छ। तर यहाँ सुनामी चाहिँ बडो एउटा बुद्धिमती स्त्रीमा पनि आउँछ। अनि उसले चाहिँ के भनेर त्यहाँ रिक्वेस्ट गर्यो भन्दै गर्दाखेरि तिनले जवाब दिइन् म त यहाँ मेरो आफ्नै मानिसहरूसित सन्तुष्ट छु। अनि यसरी सुनामीले जवाब दिएको छ, अर्थात् सुनामीले मलाई केही पनि चाहिँदैन भन्ने कुराहरू गरेको छ। तरै पनि लास्टमा गएर एलिसाले होइन केही न केही त म दिन्छु सुनामीलाई, केही न केही त म गरिदिन्छु, किनभने सुनामी स्त्रीले चाहिँ मलाई यति धेरै माया गर्यो दया देखायो भनेर एलिसाको हृदयहरू पनि सुनामीप्रति आज धेरै दया पलाएको कुराहरू छ। अनि यसै कारणले गर्दाखेरि यहाँ के भएको छ भन्दै गर्दाखेरि है एलिसाले र पनि अझै गेजीलाई भन्छ जा गएर केही कुराहरू याद गर सुनामीलाई केही कुराको अभाव छ भन्दै गर्दा यहाँ कुरा आएको छ। सुनामी चाहिँ निसन्तान थिए किनकि सुनामीको हस्बेन्ड चाहिँ उहाँको पति चाहिँ एकदमै बुढो हुनुहुन्थ्यो अथवा है एकदमै सुनामी स्त्री चाहिँ एउटा त्यो स्त्री चाहिँ एउटा आमा हुनु चाहिँ एकदमै असम्भव थियो। तर आज यहाँ के भइरहेछ भन्दा एउटा सुनामी स्त्रीले परमेश्वरको दास पवित्र जनलाई दया देखाएको कारणले गर्दाखेरि परमेश्वरले आज आशिष गर्नुभएको छ सुनामीलाई। अनि एलिसाबाट भएको अगमबानी पुरा भएर सुनामीले एउटा छोरा पनि जन्माएको कुराहरू हामी पाउँछौँ। प्रिय म तपाईँलाई आज यो वचनबाट के भन्न चाहँदैछु भनेदेखिलाई आज विश्वास अनि काम, तपाईँको विश्वास कस्तो छ? तपाईँ विश्वासी हुनुहुन्छ तर तपाईँले काम गर्नुहुन्न भनेदेखि तपाईँ आशिषको योग्य हुनुहुन्न। यसै कारणले गर्दा तपाईँले विश्वास गर्नुहुन्छ भनेदेखिलाई तपाईँले काम पनि गर्नुहोस्। तपाईँले आज आफ्नो लिडर्सहरूको लागि आफ्नो पवित्र जनहरूको लागि तपाईँले के रोप्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? सुनामीले चाहिँ आज यहाँ के गर्यो भन्दै गर्दाखेरि आज उसले सोचेन मात्रै तर उसले काम पनि गरेर देखाएको छ है। सुनामीले जब पनि उसले सोच्छ कि म आज एलिसाको लागि एउटा कौसीमा बारबेर गरेर एउटा कोठा बनाइदिन्छु, त्यहाँ उहाँको लागि एउटा खाट राखिदिन्छु, उहाँलाई सुत्नको लागि उहाँको लागि एउटा टेबल राखिदिन्छु, बत्ती राखिदिन्छु र एउटा कुर्सी पनि राखिदिन्छु। सुनामीले जब आफ्नो पतिसँग सल्लाह गरी अनुसार उहाँले गरेको पनि छ। अनि त्यो कुराले आज एलिसा पनि प्रसन्न भएको छ। अनि एलिसाको बिन्ती परमेश्वरले सुन्नु भएको है। अनि एलिसाको बिन्ती, एलिसा चाहिँ परमेश्वरसँग एकदमै नजिक भएको एउटा अगमवक्ता हुनुहुन्थ्यो। अनि एलिसाको बिन्ती र एलिसाले गरेको अगमबानी चाहिँ परमेश्वरले पुरा गर्नुभएको छ। आज तपाईँले नि पवित्र जनको लागि केही कुरा गर्नुहुन्छ भनेदेखि पवित्र जनले पनि तपाईँलाई प्रार्थना गरिदिनुहुन्छ, पवित्र जनले पनि तपाईँलाई परमेश्वरसँग बिन्ती गरिदिनुहुन्छ। अनि एउटा पवित्र जनको प्रार्थनाले तपाईँहरूको हरेक जीवनमा असम्भवको कुराहरू सम्भव भएर जान्छ। सुनामी स्त्री चाहिँ नि निसन्तान भएको एउटा स्त्री थियो, उसलाई इम्पोसिबल थियो, ऊ चाहिँ एउटा गर्भवती हुन चाहिँ अथवा उसले एउटा नानी पाउन चाहिँ एउटा असम्भवको कुराहरू थियो। तर पनि आज यहाँ एलिसाले सुनामीले देखाएको दयामा एलिसाले पनि उहाँलाई केही दिन चाहँदै गर्दा आज अगमबानी बोलिदिँदै गर्दाखेरि अनि सायद एलिसाले यति मात्रै गरेन, परमेश्वरसँग सुनामीको लागि बिन्ती गरेको छ। अनि यसै कारणले गर्दा सुनामी चाहिँ आज गर्भवती भयो अनि उसले एउटा छोरा जन्माएको छ। प्रिय म आज तपाईँलाई यो सन्देशबाट मैले पाएको आशिष चाहिँ के हो भन्दै गर्दा म परमेश्वरमा विश्वास गर्छु र विश्वास अनुसार म काम पनि गर्न चाहन्छु। अनि दिएर गर्नुहोस् तपाईँहरूले कतिजनाले। अनि तपाईँले हुनसक्छ तपाईँले केही कुराहरू परमेश्वरको निम्ति गर्न होस्। अनि विशेष गरी म तपाईँलाई मेरो प्रार्थना सहित आज तपाईँलाई म यो सन्देश छोडिरहेको छु। के भन्न चाहन्छु भनेदेखिलाई है
धेरैपल्ट हामी विश्वास गर्छौँ, तर एउटा पवित्र जनहरू आफ्नो घरमा आउँदै गर्दा हामी 1 कप चिसो पानी 1 कप चिया दिन पनि हामी गाह्रो मान्छौँ। सोच्नुहोस्, आफूलाई चेक गर्नुहोस्, साँच्चै नै तपाईँले म विश्वासी भन्नुहुन्छ, म क्रिस्चियन हो भन्नुहुन्छ भनेदेखिलाई आज हामीले अतिथि सत्कारलाई कायम राखौँ अनि विश्वास अनि कामलाई गर्दै जाउँ। किनकि म अन्तिम वचन भन्न चाहन्छु, गलती 6:6-7 पदमा लेखेको छ त्यहाँ है। अनि शरीरबाट रोप्नेले शरीरबाटै कटनी गर्छ र त्यसले विनाशको कटनी गर्छ, तर जसले आत्माबाट छर्छ त्यसले आत्माबाटै कटनी गर्छ, त्यसले अनन्त जीवनको कटनी गर्छ। तपाईँहरू पनि सुनाइम स्त्री जस्तै हुनुहोस्, जसले एलिसा पवित्र जनमाथि दया देखाए र ऊ आशिषित भए। अनि यसरी नै तपाईँ र म पनि आज आशिषित हुँदै जाउँ भन्दै मेरो मेरो सल्लाह अनि परमेश्वरको वचनलाई म यतिमै राख्दै बिदा हुन चाहन्छु। फेरि पनि सबैलाई जय मसीह।